कोही नेपाली भोकै बस्दैन, कोही नेपाली भोकले मर्दैन, किनभने यस देशमा जनताको सरकार बन्छ। मैले दुःख नपाए म कसले गाडा गोडाएर हिँड्छ त? मध्येले पुगेको पस्छौँ म अङ्कलाई भनिसकेको थिएँ, यो बाबाले हो सानो कुरा हो, एउटा ढक त म किन्न सक्छु नि। नभए हामीलाई पनि बिरामी हुन्छ भने हामीलाई पनि डर हुन्छ। बसी खानु मलाई मन छैन। दिनदिनै औषधि खाएर पुर्किन्छ निज खाएर म हिँडिरहेको छु ल भन्नु न त्यसले। भोकले भन्नु नि भोकले मर्ने भइसक्यो। के काम गर्नुहुन्छ तपाईँ? पानी बहुत सर्जरी नाप्ने मन्दिरमा काम छैन। अहिले काम छैन? छैन। खाना कहाँ खानुहुन्छ? अहिले त खाना यही बाह्रठामा हो नि खाने, त्यही त हो नि। कति दिन भयो आएर खानु? मैले 3 महिना भयो कन्ट्रोलले। यहीँ आएर खानु 3 महिना भयो। घर चाहिँ कहाँ? घरमै दादी यहाँ आएर खानुपर्ने कारण चाहिँ? बाध्यता, काम छैन, काम नभएपछि दाम छैन, दाम नभएपछि आएर खानु परेन। कहाँ बस्नुहुन्छ? म कालीमाथिमै बस्छु। कोठामा बस्नुहुन्छ? छैन, कोठा छैन, कोठाबाट निकालिदिइहाल्यो। निकालिदियो? किन? भाडा तिर्न नसकेर 4500 भाडा छ।